मटन खाने कुरा ठिक हो भने त्यसले गाई खाने कुरा पनि ठिक हो भने तपाईले मटन खान पाउनुहुन्छ भने त्यसले पनि गाई खान किन नपाउनु खलास गाई त जग्गा यस्ता ताल ताल गर्न नमुना कहाँबाट आउँछ यार जन्नेलाई छान्ने भने यस्ता गधालाई छान्ने त हैन यार बिल्कुल लाजमै छैन तेरीमा ठाक्ने लोइटाडा घन्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन। अनि के बन्दुक पड्काएर हुन्छ त बन्दुक पनि पड्काएको होस् भएन छ यो घन्टी बजाएर हुने त कुनै छैन नि यार लाजमै छैन यार यो क्षेत्रका जनताले कमसेकम यसपालि मलाई 70,000 बढी मत ले तपाईहरुले जिताएर पठाइदिनुस्। अस्तिसम्म चुनाव भए सन्यास लिन्छु भन्थ्यो अहिले 70,000 मा त्यसैलाई चाहिएको छ यहाँ लाजमै छैन। ठीक भन्नुभयो। चुनाव फागुन 21 गते हुन्छ हुनै पर्छ अनि त्यो चुनावमा त छेपारो हार्छस् र हार्नै पर्छ त्यहाँ। ठीक भन्नुभयो। केपी को पैसा खाने बालनलाई ठोक्ने भयो। फागुन 21 को निर्वाचन हुन्छ कि हुँदैन त्यसमा जाउँ। हुँदैन हामी हुनै दिन्नौं छेपारा दोगला निकट छ हैन यस्ता ताल ताल गर्न नमुना कहाँबाट आउँछ यार बोलीको ठेगानै छैन यार लाजमै छैन यार। देउबाजी नमस्कार राधे राधे। नमस्कार राधे राधे हैन को अस्ता भाते म तपाईलाई 7 चोटी प्रधानमन्त्री हुन्छ भन्ने ज्योतिष गुरुदेव। ए त जागा पो छैन कता लुकेर बसेको छस् तँलाई भेटु न मात्र तेरो ज्योतिषको भूत उतारिनु छु भने पक फेरि ठग्न फोन गरेको होस् मलाई यार लाजमै छैन यार। मैले सुनेको तपाई यो चुनाव नलड्ने अरे झन् फागुनको चुनाव पछि तपाई प्रधानमन्त्री हुने योग थियो। तपाईले चुनाव नलडेर मेरो ज्योतिष शास्त्रमा कोही विश्वास नगर्ने भए यसो 2-4 रुपैयाँ भए पनि कमाई त हुन्थ्यो त्यो पनि गयो। ए त ढाका अझ मलाई प्रधानमन्त्री हुने योग देख्छस् हेर तेरो ज्योतिषी भन्दा बरु म एआईमा विश्वास गर्छु त मान्छे चुतिया बनाउने काम नगर त तेरो ढाडले दुःख पाउला फोन राख ढाका। राधे राधे। आज राधे।